व्यक्ति उनीहरूका विरुद्धमा मुद्दा चल्छ, तर यहाँ महाधिवक्ताको कार्यालयले मन्त्री भएकै कारणले मुद्दा नचलाउने निर्णय गर्छ। यो जवाफदेहिता तपाईहरुले कहाँ आएर दिनुहुन्छ? यो प्रश्न हामीले उठाउनै हो कि हैन? यस्ता धेरै प्रश्न छन्। अहिले सत्ता पक्षमा भएका धेरै सांसदहरूका विषयमा जो अहिले चर्चाको विषय एकदम हटकेक बनेको छ, यो विषयमा पनि प्रश्न उठिरहेको छ धेरै सांसदहरूका बारेमा। सत्ता पक्षमा भएका मन्त्रीहरूका सवालमा मुद्दा चल्दैन, मुद्दा नचल्ने निर्णय हुन्छ अथवा कमजोर हुन्छ। पर्याप्त मात्रामा बोल्न पाउनुपर्छ सभापतिज्यू। संसद चलेको छैन, समिति पनि एक हिसाबको पार्लियामेन्ट हो, यहाँ छोटो लामो भन्ने कुरा हैन, विषय आउँदा आफ्नो कुरा राख्न पाउनुपर्छ। टेक्निकल्ली भन्ने हो भनेदेखि त झुटो मुद्दा दायर भएको रहेछ नि त। सफल नहुनु भनेको त झुटो मुद्दा दायर भएको रहेछ नि त। राज्यले कुनै व्यक्तिमाथि स्योर सर्ट नभइकन मुद्दा लगाउन पाउँछ? राज्यले झुटो अभियोजन गर्न पाइन्छ कुनै एउटा व्यक्तिमाथि? यो राज्यले एउटा व्यक्तिमाथि गरेको एक हिसाबको ज्याजती हो कि हैन? यसको जिम्मेवारी कसले लिने? प्रहरीबाट जे अनुसन्धान हुन्छ त्यो सर्लक्क कपी पेस्ट गरेर त्यो पेन ड्राइभ कल्चर भन्ने छ। राजनीति जोडिएको विषय हो भने त आमामामा एक हिसाबले प्रधानमन्त्रीकै अब सल्लाहकार यतापट्टि छ। मैले अघि भने जस्तो एक हिसाबको यहाँ निष्पक्ष हाम्रो पनि हो नि त पब्लिक प्रोसिक्युटर भनेको त। तर व्यवहार यस्तो हुन्छ, सबैको हुन्छ कि, तर व्यवहार यस्तो हुन्छ कि त्यहाँ चाहिँ ढिला गइदिने, सकभर मुद्दा लम्ब्याउन खोज्ने। यो 31.73% भनेको अघि यहाँले संख्यामा भन्नुभएको थियो, संख्यामा हेर्दा त त्यो हजारौं मान्छेको विषय हो नि। हजारौं मान्छेको विषयमा झुटो अभियोजन गर्न पाइन्छ? यो त झुटो अभियोजन गरेको हो। यसको जिम्मेवारी कसले लिन्छ?